नमस्ते। कहिलेकाहीँ यस्तो लाग्छ नि, डरले हामीलाई जकडेको छ वा कुनै सम्बन्धमा भएको मनमुटावले एकदमै निराश बनाएको छ। आज हामी दुईवटा शक्तिशाली प्रार्थनाबाट प्रेरणा लिएर यस्तै चुनौतीहरूलाई कसरी पार लगाउन सकिन्छ भनेर हेर्दैछौँ। आउनुहोस् एकछिन यो प्रश्नमा विचार गरौँ। के हुन्थ्यो होला यदि डर हाम्रो जीवनको मालिक नभएको भए? यही एउटा प्रश्नले हामीलाई एउटा बिल्कुलै नयाँ बाटो देखाउन सक्छ र आज हामी त्यही बाटोको खोजीमा छौँ। आजको हाम्रो यात्रा यस्तो रहनेछ। हामी सुरुमा डरले हामीलाई कसरी समात्छ भनेर बुझ्नेछौँ। त्यसपछि समर्पणको शक्तिबारे जान्नेछौँ। अनि सम्बन्धमा हुने द्वन्द्वको जड कहाँ छ भनेर खोतल्नेछौँ र अन्तमा शान्तिको अभ्यास गर्दै कसरी निर्भय जीवन बिताउन सकिन्छ भनेर हेर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, डरको पकड। आखिर हाम्रो मनभित्र यो डर र चिन्ताले कसरी आफ्नो घर बनाउँछ? आउनुहोस् यसलाई अलि नजिकबाट निहालौँ। प्रायजसो डरको पहिलो रूप हुन्छ चिन्ता। यो मनको कुनै कुनामा लगातार बजिरहने एउटा मसिनो आवाज जस्तै हो, जसले हामीलाई भित्रभित्रै भारी बनाइदिन्छ। अनि जब त्यही चिन्ताले हामीलाई एक्कासी गाँच्छ, त्यो आतंकमा बदलिन्छ। त्यति बेला यस्तो लाग्छ मानव सबै कुरा हाम्रो नियन्त्रणबाट बाहिर गइरहेको छ र हामी एकदमै असहाय छौँ। र अन्तमा आउँछ फिक्री, जुन 24 घण्टा हाम्रो दिमागमा घुमिरहन्छ। तर यी सबै भावनाहरूको पछाडि एउटा साझा कारण लुकेको हुन्छ। त्यो के होला? डरको मूल कारण यही हो, अनियन्त्रित कुरालाई नियन्त्रण गर्ने हाम्रो कोसिस। हामी ती कुराहरूलाई आफ्नो वशमा राख्न खोज्छौं जुन वास्तवमा हाम्रो हातमा छँदै छैनन्। त्यसो भए यो भित्री उथलपुथलको समाधान के त? समाधान बाहिर होइन, भित्रै छ, र त्यो हो समर्पणको शक्तिमा। समर्पणको अर्थ हार मान्नु बिल्कुलै होइन है। यसको अर्थ त जुन कुरा आफ्नो नियन्त्रणभन्दा बाहिर छ त्यसलाई एउटा उच्च शक्तिमाथि भरोसा गरेर छोडिदिनु हो। निर्भयताको यो यात्रा केही सरल तर निकै शक्तिशाली पाइलाहरूबाट सुरु हुन्छ। पहिलो, आफ्नो हृदय समर्पण गर्नुहोस्। दोस्रो, प्रार्थनामा फर्कनुहोस्। तेस्रो, आफ्ना गल्तीहरूलाई पछाडि छोड्नुहोस्। र अन्तमा आत्मविश्वास र निर्भयता प्राप्त गर्नुहोस्। यहाँ एउटा एकदमै गजबको आइडिया छ। आफ्नो ध्यानलाई बदल्ने, मतलब आफ्नो फिक्रीलाई उपासनाले बदल्ने र आतंकलाई प्रशंसाले। यो नकारात्मक सोचलाई सकारात्मकताले जित्ने एउटा अभ्यास हो। जब हामी साँच्चै समर्पण गर्छौं तब के हुन्छ त? यो भनाइले त्यसको सुन्दर जवाफ दिन्छ। हाम्रा समस्याहरू पुलमुनिको पानी झै बगेर जानेछन् र हाम्रो सबैभन्दा अन्ध्यारो रात पनि दिनभन्दा उज्यालो हुनेछ। ओके, भित्री डरको कुरा त भयो। अब बाहिरी संसार, मतलब हाम्रो सम्बन्धहरूमा हुने द्वन्द्वको चुरो के हो त? आखिर झगडा र मनमुटाव कहाँबाट सुरु हुन्छ? द्वन्द्वको जड प्राय हाम्रो म भन्ने भाव, हाम्रो अहङ्कारमा लुकेको हुन्छ। जब हामी आफ्नो गल्ती स्वीकार्न सक्दैनौं, सम्झौता गर्न चाहँदैनौं वा आफूलाई नै सबैभन्दा ठूलो ठान्छौं, तब सम्बन्धहरूमा दरार आउन थाल्छ। कारण त थाहा पायौं, अब समाधानतिर लागौं। शान्तिको अभ्यास कसरी गर्ने र सम्बन्धमा फेरि मेलमिलाप कसरी ल्याउने? सम्बन्धमा शान्ति कायम गर्ने पहिलो नियम यही हो। आफ्नो रिस वा अहङ्कारलाई होइन, बरु ख्रिस्टले दिनुहुने शान्तिलाई आफ्नो सोचाइमाथि हावी हुन दिने। एकछिनलाई एउटा कल्पना गरौँ न। कोहीसँग चर्काचर्की हुँदैछ र ठिक त्यही बेला आफ्नो छेउमा एक शान्तिपूर्ण मार्गदर्शक बसिरहेको कल्पना गर्ने हो भने के त्यसले केही फरक पार्ला? यो सानो अभ्यासले हाम्रो दृष्टिकोण नै बदल्न सक्छ। शान्तिको अभ्यासका लागि केही ठोस उपायहरू छन्। पहिलो, एकछिन रोकिएर शान्त हुने। आफ्नो भावनामा बग्नुभन्दा बुद्धिमानी सोच प्रयोग गर्ने। सधैँ अरूलाई सम्मान दिने र कहिलेकाहीँ आफूलाई नम्र बनाउन सिक्ने। यो एउटा निकै रमाइलो तर गहिरो कुरा हो। सायद अब हामीले ब्रह्माण्डको प्रबन्धक पदबाट राजीनामा दिने बेला भयो। हरेक कुरालाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ भन्ने सोच त्याग्नु नै शान्तितर्फको पहिलो पाइला हो। अब अन्तिम खण्डमा यी सबै कुराहरूलाई एकै ठाउँमा ल्याएर हेरौँ। कसरी डर र द्वन्द्व दुवैलाई जितेर एउटा साँच्चीकै निर्भय जीवन जिउन सकिन्छ। डर र द्वन्द्व दुवैलाई जित्ने साझा सूत्र यही हो: प्रबन्धक मानसिकता त्याग्नु। भन्नुको मतलब सबै कुरा आफैले नियन्त्रण गर्नुको सट्टा आफ्ना योजना र विचारहरूलाई एक उच्च शक्तिलाई सुम्पिदिने। अन्ततः यो हाम्रो जीवनको एउटा आधारभूत छनौट हो। हामी आफ्नो जीवनलाई केले डोर्याउन दिन्छौं?
डर र घमण्डको अन्धकारले वा प्रेम र विश्वासको उज्यालोले? यदि हामीले डर र घमण्डलाई नै रोज्यौं भने के हुन्छ? यो भनाइले त्यसको निकै मार्मिक चित्र देखाउँछ। हामी आफैले बनाएको जेलमा आफै थुनिन्छौं। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान चाहन्छु। यदि हाम्रो जीवनमा घमण्डको सट्टा शान्तिले अन्तिम निर्णय लिने हो भने कुन कुन पर्खालहरू भत्किन्थे होला?